कसको 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 बिहा गर्ने सपना फेरि हो र किन बिहा गर्छु भनेको छ र कहिले अरे बिहा जनवरीमा किन जनवरीको कति तारिक केही डेट फिक्स भएको छ न भएको छैन हाँ ओइ बिहा गर्ने अरे ओइ बेहुला कुन आँटेको बेहुला बिहा गर्ने अरे त्यही हो त्यही त सोध्दैछु त को भनेवाला बेहुला अनि पार्टीमा के ढाल्नेवाला छ बिहामा सुँगुरकोहरू सुँगुरको मासु डढेको रक्सी डढेको रक्सी चाहिँ खाँदिनँ नि फेरि जाँड अरू डढेको भात डढेको भात खिलाउने हो उयोहरूलाई भन छिटो के भन्नु मुला हिँड लु जाउँ जाउँ धेरै भयो फोटो सेसन आइज किन डिस्टर्ब गर्ने अरू हिँडेकै लागेको हामी चाहिँ यो के अरे बेङ्गलोर प्यालेस हेरेर होइन र ए यस्तो छ यहाँको नजारा हेर्न सक्नुहुन्छ तपाईँहरूले हो यस्तो दामी छ यहाँ टाइम स्पेन्ड गर्नुको लागि चाहिँ बहुत बढिया छ कि जग्गा चाहिँ ठिकै लाग्यो होइन बट टिकट चाहिँ अलिकति एक्सपेन्सिभ छ होइन 300 रुपियाँ बट यसले तिरेको है म चाहिँ फ्रीमा एन्ट्री भएको मेरो चाहिँ तिर्ने मान्छे चाहिँ यहाँ छ हो यो हो है यो मान्छे हो अगर यो प्यालेस घुम्नु छ भने गाउँमा 12 घन्टा हाजिरा गर्नुपर्छ 12 घन्टा हाजिरा कति पाउँछ 12 घन्टामा जम्मा 400 रुपियाँ पाउँछ हो 1000 रुपियाँ त यहीँ सक्यो होइन राम्रो काम गरेछ होइन घुम्नुपर्छ काम गर्नुपर्छ काम मात्रै गरेर माइन्डलाई धेरै स्ट्रेस दिनु हुँदैन घुम्नुपर्छ बेला मौकामा होइन अब यस्तै हो लाइफ भनेको आज छ भोलि छैन न के कसो साथी हो ठिकै होइन टेन्सन रिलिफ हुन्छ माइन्डलाई अलिकति कुल हुन्छ होइन त्यस्तै त्यही भएर चाहिँ यस्तो नजराहरू पुरा हेर्नुपर्छ हो यहाँ सबै मान्छेहरू आएको हुन्छ यही हो टाइमिङ्सहरू होइन त्यो ठिकै लाग्यो मलाई पनि यो सब देखेर रमाइलो लाग्यो होइन जाउँ यस्तै छ यहाँको जग्गा गऱ्यो निकै टाइम स्पेन्ड भित्र पनि छिर्यौँ होइन यताउता यो पुरा साइडहरू सबै यो नजरहरू पुरा यस्तै छ हो यहाँ बहुतै दामी लाग्यो मलाई चाहिँ